अहिले त त्यस्तो केही कमाइ छैन तेरो पछि कमाएर तपाईँले म एक अर्काको गिफ्ट एक अर्का तिज भनेको छोरा मान्छे भएन कि। हेलो साथीहरू, नमस्ते सेवा सबैजनालाई। वेलकम टु माई युट्युब च्यानल शर्मिला राई ब्लग्स। अनि म उपस्थित भइसकेको छु शर्मिला राई हजुरहरूको युट्युब च्यानलमा। हेर्दै जानु होला है त। मैले आज चाहिँ मेरो सुरुवात चाहिँ यत्तिकै नै गरेको छु। अब हेर्दै जाउँ आजको डे मेरो के कस्तो रहनेछ होइन। हेर्दै जानु होला। हजुरहरूलाई पनि म अपडेट गराउँदै जानेछु साथीहरू। हाम्रो चाहिँ यहाँ साउन्डको अब ऊ हुँदैछ के अरे सपिङ हुँदैछ। त्यो पनि हाम्रो बहिनीहरूले सबैजना भनेर हेलो गर्नु। हेलो एभ्रीवान, शर्मिला राईको युट्युब च्यानलमा सबैजनाले सब्स्क्राइब गरिदिनु होला। हेर्ने भएर त्यही पनि कसैले चुराले नेल पलिस पनि यहाँ रेडी भइरहेको छ हाम्रो। यति यो अनि यो अनि यो नेल पलिस चुज गर्दाखेरि हेर्नु न, ट्रायल चाहिँ मेरो नेलमा भयो कि फेरि यसरी चिम्टी हेर्नु त मेरो तर्फबाट, उहाँको तर्फबाट फेरि चिम्टी रे। अब यति चारजनाले चुज गरेका छौँ। हेर्नुहोस् साउन्डको हाम्रो साउन्डको सपिङ चियर्स अरे कि अब हजुर मोबाइल देखाउँछु हुन्छ। हामी चाहिँ अब सपिङ गरिसकेर पनि लाग्यौँ। कहाँ के होला यहाँ आजको मेरो बहिनीको घरबाट आज भिडियो बनाउँदैछु। बहिनीले चाहिँ सङ्क्रान्ति साउन अब आउनु आँट्यो नि त, साउने सङ्क्रान्ति। अनि मासु भुट्दै हुनुहुन्छ के, मासु खाने रे। आजको हाम्रो डे यस्तो छ बिचरा हाम्रो बहिनी। फेरि यता चाहिँ यस्तो छ हाम्रो चाहिँ फेरि यता दिदी र म चाहिँ अलिक के पो भयौँ, हामी अलिक ऊ भयौँ के। हामी चाहिँ पानी नै ठिक छ हाम्रो लागि चाहिँ भनेर ग्लुकोज पानी खाँदैछु हामी चाहिँ। टिकटक ल साथीहरू, हाम्रो चाहिँ हामीले गरेको सपिङहरू फाइनली हामी चाहिँ घर आइपुगेर पनि रुम आइपुगेर पनि विजिट गऱ्यौँ। यस्तोहरू हेर्नु साथीहरू। आज हाम्रो चाहिँ यो चाहिँ एक अर्काको गिफ्ट एक अर्कालाई के मतलब हामी चारजनाको गिफ्ट हामी चारजनालाई होइन। यहाँनिर नेल पलिसहरू चाहिँ एक्स्ट्रा पनि छ अलि अरूलाई पनि। हाम्रो निनीहरू पनि हुनुहुन्छ नि त, निनीहरूलाई पनि भनेर आइफोन पनि छ ल गिफ्ट। अनि ओ माई गुडनेस, यो आइफोन गिफ्ट त कसले गर्ने हौ, मलाई गर न त। झर्को आइफोन एकदम हाम्रो त आइफोन छैन त साथीहरू, के गर्ने। यो 17 प्रो म्याक्स छ, यो 16 प्रो म्याक्स छ। मैले भिडियो गर्दै गरेको अर्कै प्रो म्याक्स हो अरे त्यही भएर। अनि यो चाहिँ कसको भने प्रतिमाकै तर्फबाट हो। सोना पनि आउनु सबैजना देखौँ के। ल मेरो चाहिँ साथीहरू यो के अरे साउन्डको गिफ्ट दिदी दिनुहोस् त। साउन्डको गिफ्ट हजुरलाई पनि थ्याङ्क यू मलाई साथीहरू। ल यो चाहिँ प्रतिमाको तर्फबाट एउटा गिफ्ट भयो मेरो। यो शर्मिला बहिनीलाई पनि, यो सोना बहिनीलाई आयो साथीहरू। अलिक कलरहरू अलिक डिफ्रेन्ट छ कलरहरू चाहिँ। यस्तो गरौँ न, यस्तो गरौँ न यस्तो। ल थ्याङ्क यू बबी दिदी, वेलकम। यो चाहिँ सोना बहिनीको तर्फबाट है मलाई। त्यो सोना बहिनीको तर्फबाट दिनु न तपाईँ नै, मलाई दिनु अरे कि यो मेरो सोना बहिनीले किनिदिनु भएको। धन्यवाद मेरो उहाँलाई फेरि पोते। यो चाहिँ मेरो तर्फबाट हो कि। लुकोस् कसलाई कुन कलर मन पर्यो चुज गर्नु न त। ए सबै कलर मलाई चाहिँ एकदमै मिठो कलर लागेछ। मैले चाहिँ एउटै कलरको गरेको। राम्रै छ। लु भन्नु कुन कलरहरू मन पर्यो। म चाहिँ बरु यही लिन्छु साथीहरू। मलाई चाहिँ उसलाई पिङ्क कलर के अरे पिङ्क मनपर्छ क्या साथीहरू, त्यही भएर मैले यो लिएँ। पिङ्क कलर लिनु, मलाई जुन पनि हुन्छ मिल्ने रहेछ यो सँगै। ग्रे कलर लिनुभयो पपी दिदीले। ल सोना बहिनी त्यो सोना बहिनीले अरेन्ज वाला पुरै अरेन्ज पनि होइन तर मिठोवाला अरेन्ज छ, यो वाला लिनुभयो। अनि यो खोइ कुन कलर हो, यो पनि मैले यो कलर लिएँ। यो पनि तपाईँको टी-सर्टसँग झन् मिल्छ। मेरो चाहिँ योसँग मिल्दैन। मेहेन्दी पनि छ। यो मेहेन्दी चाहिँ अब हामी सबैजना हामी एकै ठाउँ बसेर लाउँछु कि भोलि पर्सि साउन 1 गते। त्यति बेला हेर्नु भिडियो गर्छु, त्यति बेला देखाउँछु नि फेरि है। हेर्दै जानु होला है त। हाम्रो साउनको सपिङ यति भयो। अनि चस्मा ट्राई गरेको हेर्नु न, मलाई त यसले पो सुहायो मेरो चस्माले भन्दा। बहिनी र मेरो फेरि पावर ठ्याक्क मिल्दो रहेछ कि यो बहिनीको चस्माले चाहिँ। अनि यो चाहिँ मेरो हो।
सपिङ गर्दै अनि आई होप हजुर मेरोले भन्दा त नि मलाई यसले पो सुहाएको रे ल भन्नु कुनले चाहिँ सुहायो यसले सुहायो कि यसले सुहायो हाम्रो सानो बेबी खेल्दै हुनुहुन्छ यहाँ चाहिँ। सानो बेबी अरे कि हाम्रो हाम्रो त अब यस्तै यस्तै नै हुन्छ कि साथीहरू रमाइलो। हामी 4 जना भएपछि हामी 4 जना जहिले प्रायः सँगै नै हुन्छौँ कि अब बच्चाहरू चाहिँ एउटै स्कुलमा छ नि त अनि 4 जना बिहान स्कुल पुऱ्याउनु जानु पर्यो फेरि दिउँसो खाजा बनाएर खाजा पुऱ्याउनु जानु पर्यो फेरि बेलुका बच्चा लिनु जानु पर्यो होइन। अनि 4 जना चाहिँ हामी प्रायः सँगसँगै नै हुन्छौँ। बच्चाहरूको टाइम पनि दिउँसो बिहान खाजा पुऱ्याउनु बिहान स्कुल पुऱ्याउने र दिउँसो खाजा पुऱ्याउनु चाहिँ एउटै टाइम हुन्छ कि अनि बेलुका चाहिँ उनीहरूको चाहिँ सानो बच्चा छ र अलिक ढिलो टाइम हुन्छ। हाम्रो चाहिँ अलिक ठुलो क्लासमा हो र अलिक एउटै टाइम हुन्छ। फेरि हामी दिदी र मेरो चाहिँ 2 जनाको मेरो भ्लगमा प्रायः गरेर देखिराख्ने अब अनुहारहरू देखिराख्ने फेसहरू चाहिँ अब यति नै हो यति नै हो कि साथीहरू। त्यही भएर हेर्दै जानु होला रमाइलो हुन्छ। हामीलाई चाहिँ पसलतिर कतै पनि एक्लै गयौँ भने चाहिँ खै त तपाईँहरूको साथीहरू भनेर सोध्नुहुन्छ कि हामी चाहिँ त्यतिसम्मको ग्याङ भइसकिसक्यौँ के। अनि अब यस्तै छ साथीहरू हाम्रो। तिम्रो काँक्रा काट्दैछु म चाहिँ गाइस भन्नु न। गाई जातिसम्म चाहिँ हेर्नुहोस् काका काट्दैछु दिदी त्यस्तो होइन म त फेरि त्यस्तो मिठै रहेछ मिठो छ तर अस्तिको लोकल काँक्रा कति मिठो है ल एकजना पाहुनाले हाम्रो तरकारी रेडी भयो हाम्रो खाना रेडी भयो। अब चिसो अघि त नखाएको फेरि अहिले त खानु परिहाल्यो बिचारा हाम्रो बहिनी धान्छ हान्नुपर्छ है। अब साथीहरू आज यस्तो खाँदैछौँ हजुरहरू नि आउनु होला आउनुहोस् है आउनुहोस्। चियर्स ल है ल भिडियो हेर्नलाई नि खानुहोस् 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 म पनि खान्छु। आहा चियर्स है यो पनि सबैजनालाई। मासुबाट सुरु गरिदिएको कि अब फेरि चियर्स। मिठो भयो चिकन नखानु अरे नि त अहिले नखानु भन्दा पनि अब खानु राखिराख्नु चाहिँ हामी चाहिँ अलिक नखाएको बर्ड फ्लूले गर्दा भयो भयो ल के बोकेको तिमीहरूले के हो त्यो What is this baby? ड्युटीबाट फर्किँदा चाहिँ हामी अब बच्चाहरू लिएर यस्तै यस्तै हो हाम्रो कामहरू। अब बच्चा लिएर फर्किँदैछौँ है हामी यतिखेर घर आइपुगेको बल्ल बल्ल। गर्मी कति धेरै गर्मी गर्मीले लुगा ड्रेस चेन्ज गर न बाबा गर्मीले हेर्नु है देखिँदैन रहेछ के। बुढो हजुर भन्नु न यहाँ हेर्नु मलाई आएको गिफ्ट साउन्डको गिफ्ट। तपाईँ के दिने मलाई सबैले दिइसक्यो त तपाईँको चाहिँ खै गिफ्ट एकछिन सानो मलाई के दिने पहिला के हो छोरी मान्छेको के साउन्ड भनेको छोरा साउन्ड तिज भनेको छोरा मान्छेको होइन के। यहाँ हेर्नु हेर्नु यहाँ हेर्नु के आएको छ हेर्नु न कसले दियो भनेर भन्छु म। यही हो मैले तपाईँलाई यो अरूले दिएको गिफ्ट हो यो यत्रो अरूले देखा। तपाईँ चाहिँ के दिनु मलाई बिहान बेलुका भात पकाएर खुवाएकै छु त्यो भन्दा ठुलो गिफ्ट के चाहियो ल हेर यसो भन्छ। अनि कसरी हुन्छ त गाँठे यस्तो पनि हुन्छ के दिने कि साउन्डको गिफ्ट पिज्जा अब म खुसी हुनु कि दुःखी हुनु त साथीहरू के गर्नु त पिज्जा खानु पाउँदा साउन्डको गिफ्ट के चाहिँ गर्नु त छोरालाई पो चाहियो अरे पिज्जा बर्गर त। तिमी चाहिँ के दिन्छौ नानालाई गिफ्ट माग्नु पर्यो क्या अब सबै गिफ्ट। सुसाङ्गे तिमी कट्टु बाजे भएर आयो है त्यो त हेरेर केही काम लागेन किनभने मैले लाउने कुरा केही छैन। मलाई नानालाई चाहिँ के दिन्छौ त ओके ओके
सुनको सिक्री चाहिँदैन, चाहिएको बेला साथ होइन, अनि सधैँभरि माया भयो भने इनफ, त्यति भए। ल है साथीहरू, यस्तै यस्तै भन्दै भन्दै आज चाहिँ म पनि अब भिडियो अन्त्य गर्न चाहन्छु। आजको लागि मेरो भ्लग यति नै। आजको मेरो डेहरू यस्तै यस्तै गरेर बित्यो। अब साउन्ड पनि आउन लागेको छ नि त, त्यही भएर साउन्डको केही सपिङहरू गऱ्यौँ। सपिङहरू भन्दा पनि साथीमा यसो गिफ्टहरू आदान प्रदान गरियो। अनि त्यस्तै भयो आजको मेरो भ्लग्सहरू। बेसिकली एकदमै राम्रो भयो मेरो आजको दिन। सो भिडियो हेर्दै गर्नुहोला, भिडियो हेर्न नछुटाउनु होला। अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र भिडियो हेरिसकिसकेपछि लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। कमेन्टमा हाम्रो प्रतिक्रिया लेखेर जानु होला है। भन्दै आजको भिडियो अन्त्य गरेँ साथीहरू यहीँनिर। बाई बाई, नेक्स्ट सी यू अगेन नेक्स्ट भिडियो। बाई बाई।